सुरुमा एउटा देशको नागरिकको हिसाबले पनि कुरो राख्नुपर्छ। हामी देशका नागरिकहरू 2046 सालमा पनि तपाईको आन्दोलन गर्यौं, धेरै शहीदहरू भयो, व्यवस्था हामी परिवर्तन गर्यौं, तर जनताहरूको अवस्थामा एकरति परिवर्तन भएन। बरु नेताहरूको छोराछोरीहरूको नेताको आफन्तहरूको अवस्थामा परिवर्तन भयो। जनताले त्यति बेला पनि केही पाएन। ल ठीक छ, त्यति बेला केही पाएन, तर फेरि दोस्रो जनआन्दोलन 2062-63 मा गर्यो। त्यति बेला पनि जनताले केही पाउँछ भन्ने आश गरेको थियो, तर त्यति बेला पनि केही गरेन। व्यवस्था त जनताले परिवर्तन गरिदियो। ती 7 दलहरूको हैसियत थिएन त्यति बेला नेताहरूको। राजाले सबैलाई खोरमा हालिसकेको थियो, तर यी जनता हो उठेर आयो र ती राजतन्त्रलाई फालेको हो। जबकि 62-63 मा नेताहरूको राजतन्त्र फाल्ने उद्देश्य थिएन, तर जनताहरूको मोड आयो र त्यो राजाले फाल्यो। त्यो नेताहरूले त्यति बेला पनि बिर्स्यो जनताहरूको योगदान के छ, के चाहेको हो। त्यो त्यति बेला यस नेताहरूले बुझेन र उनीहरू आफ्नै स्वार्थमा आफ्नै आफन्तलाई राजनीतिक नियुक्ति गर्ने, राजनीतिक पदहरू बेचेर आफू के भन्छ धनाढ्य हुने त्यतातिर लाग्यो। फलस्वरूप के भयो? यो भदौ 23 गते तपाईको स्वस्फूर्त जब नेपालको संविधान आइसक्यो, 31 वटा फन्डामेन्टल राइट्स जुन मौलिक अधिकार तपाईको व्यवस्था गर्यो, तर ती 31 वटा मौलिक अधिकार जनताको लागि गरेको थियो, तर नेताहरूले व्यवस्था गर्यो। ती 31 वटा मौलिक अधिकारहरू जनताले दिनुपर्छ भन्ने व्यवस्था थियो र 3 वर्षभित्र ती सम्बन्धित कानुनहरू बनाएर जनतालाई डेलिभरी गर्नुपर्ने थियो, तर संसदमा आइसकेकोले तपाईको त्यसलाई व्यवस्था गर्यो, कानुन बनाउन सकेन। जबकि विधायिकाको प्रमुख काम कानुन बनाउने हो, तर त्यसले तपाईको त्यति बेला यो के भन्छ 72 देखि यो 82 सम्म 10 वर्ष आइसक्दा पनि यिनीहरूले एउटा कानुनसम्म बनाउन सकेन। त्यसको कारणले हामी जनता र यो जेनजी पुस्ता लगायत सबै निराशा भयो। सबै निराशा मात्रै भयो र निराशा यस्तो ज्वालामुखी भएर तपाईको आयो जुन 23 गतेको परिणाम हो। नेताहरूलाई अहिले पनि बुद्धि पलाएको छैन कि मैले के गर्नुपर्छ। म यहीबाट नेताहरूलाई तपाईको भन्न चाहन्छु, चेतावनी दिन चाहन्छु, तिमीहरूलाई अहिले पनि बुद्धि छ भने संसद भएर आउँछौ। संसदको काम के हो, विधायिकाको काम के हो तिमीहरूलाई थाहा छैन भने हामीसँग सिक्नुपर्छ र तपाईहरू हाउसमा गएर आफ्नो तलब भत्ता पकाउने बाहेक अरू तिमीहरूले केही पनि गरेका छैनौ। तिमीहरूले गर्नुपर्ने काम गरेका छैनौ, बाटो बिराएका छौ। तिमीहरू जबसम्म हाउसमा आफ्नो सही बाटो के हो बुझ्न सक्दैनौ, तब यो देश तपाईको विकासको दिशातिर जाँदैन। त्यसैले नेताहरू बनाउँदाहरूलाई, दलका झोलेहरूलाई म भन्न चाहन्छु, तिमी आफ्नो नेतालाई, केपीलाई, प्रचण्डलाई, के भन्छ शेरेलाई, जो अब दलका नेताहरू जस्तै अस्ति प्रधानमन्त्री निवासमा गएर चुनावको विषयमा तिमीहरूले वार्ता छलफल गर्यौ। तिमीहरूले चाहेर चुनाव हुन्छ देशमा? तिमीहरूले चाहेर अब चुनाव हुँदैन। यो जेनजी आन्दोलन के को लागि भएको थियो र के हुनुपर्छ? जबसम्म त्यो हुँदैन, तिमीहरू 10-12 वटा दलले चाहेर चुनाव हुँदैन। र चुनाव हुनको लागि जेनजी पुस्ताले उठाएका मागहरू सम्बोधन हुनुपर्छ र त्यसको लागि राजनीतिक दलहरू, नेताहरू तयार हुनुहोस्। जेनजी पुस्तासँग तपाईहरू संवाद गर्नुहोस् र यो सरकार, अन्तरिम सरकारले पनि म सङ्घीयबाट सल्लाह बुझ्नुहोस् या त धम्कीपूर्ण चेतावनी बुझ्नुहोस्। तपाईहरू जेनजी पुस्तालाई व्यवस्था गरेर हिँड्दै हुनुहुन्छ
र शहीद परिवारले तपाईँ व्यवस्था गर्दै हिँड्नु भएको छ र यो घाइते परिवारले तपाईँले जसरी व्यवस्था गरेर हिँड्नु भएको छ तपाईँहरूको यो अन्तरिम सरकारको पनि यो 6 महिना आयु टिक्छ कि टिक्दैन त्यसमा पनि मलाई शङ्का लाग्न थालिसक्यो। किनभने जेनजी आन्दोलनको मूलमर्म के थियो त्यसको अनुरूप तपाईँहरू काम गर्न सक्नु भएको छैन। तपाईँहरू काम गर्न सक्नु भएको छैन। यदि काम गर्न कहाँ बाधा अवरोध छ त्यो जनताको माझ तपाईँहरूले ल्याउनु पर्छ। यदि ल्याउन चाहनु भएको छैन म 6 महिनाको लागि आएको हो भने शहीद परिवार र घाइतेका परिवारहरूलाई र यो जेनजीका युवाहरूलाई तपाईँहरूले सराप्ने छ र जुन तत्कालीन सरकारको दशा भयो त्यो तपाईँहरूको पनि त्यही अवस्था नआओस्। यो सडकबाट यहीँबाट तपाईँ भन्न चाहन्छु र चुनावै गर्ने हो भने जेनजी पुस्ता हामी पनि सरोकारवाला हो। हामी शहीद परिवार पनि चुनावको सरोकारवाला हो। तपाईँहरूले हामीलाई खै बोलाएर संवाद गर्नु पर्दैन। राजनीतिक दल दर्ता हुँदैमा उनीहरूले भाग लिने बित्तिकै चुनाव हुन्छ। हामी मतदाता तपाईँको भोट मतदान गर्नेहरू पनि तयार हुनुपर्छ नि। त्यसको लागि के सोच्नु भएको छ तपाईँहरूले? बन्द कोठामा गएर तपाईँको छलफल गर्दैमा चुनाव हुन्छ त? र म शहीद परिवारको तर्फबाट अब भन्नु पर्दाखेरि शहीद परिवारहरूको लागि तपाईँहरूले 15 लाख दिने बित्तिकै तपाईँहरू शहीद परिवारको मुद्दा सम्बोधन भयो त? शहीद परिवारहरूले शहीदहरूले रगत के का लागि बगाएका छन् त्यो तपाईँहरूले बुझ्नु पर्दैन? यो अन्तरिम सरकारमा भएका मन्त्रीहरूले बुझ्नु भएको छैन भने हामी पनि सडकमा आउन नपरोस्। हामी सडकमा आयो भने तपाईँहरूको आयु तपाईँहरूको दिनगन्ती सुरु हुन्छ। त्यसैले हामीले तपाईँहरूको ढोकामा जानु गइरहेको छ त्यो हुनु हुँदैन। तपाईँहरूले शहीद परिवार 76 जनामा 53 जनाको पहिचान भएको छ। तपाईँहरू कतिजनाले खोज्दै हिँड्नु भएको छ? कसैको कोख रितिएको छ, कसैको सिन्दुर तपाईँको पुछिएको छ। तपाईँहरूको यदि घरमा त्यस्तो भएको भए के हुन्थ्यो तपाईँहरू कल्पना गर्नु शहीदहरूको परिवारको ठाउँमा रहेर। त्यसैले तपाईँहरूले हामीलाई अहिलेसम्म 1.5 महिना भइसक्यो तपाईँहरूले खोज्नु भएको छैन। शहीद परिवारहरूको कसको अवस्था के छ कसो छ तपाईँहरूले अहिलेसम्म खोज्नु भएको छैन र हामीले व्यवस्था गर्दै हुनुहुन्छ।